हेलो गाइस, गुड मर्निङ। एन्ड यो चाहिँ चौथो दिन हो। धौली बजारमा छौँ। यहीँ सुत्यौँ हिजो हामी। लास्टै जाडो छ कस्टम चाहिँ हेर्नु गाइस। हामीसँग एउटा ब्ल्याङ्केट, दुईवटा ब्ल्याङ्केट, तिनवटा ब्ल्याङ्केट, चारवटा ब्ल्याङ्केट, भित्र 5वटा ब्ल्याङ्केट, 6वटा ब्ल्याङ्केट ओढेर सुत्नुपर्छ यहाँ। दाइ गुड मर्निङ है। गुड मर्निङ। एकछिन आएको तपाईँमै लास्टै जाडो छ गाइस, कसम चाहिँ हात जम्या हात। यु क्यान बिलिभ इट है। तपाईँले विश्वास गर्न सक्नुहुन्न कि यहाँ कति जाडो छ है। अनि तपाईँलाई एउटा चिज देखाइदिनु भनेको मैले है। यो चिज देखेर ढ्यान टारान वाह, हिमाल यहाँनिर हो क्या, यहाँनिर छ हिमाल। अनि हामी जानुपर्ने उता हो, उसको उतापट्टि जानुपर्छ। हामी त्यहाँपट्टि बेस क्याम्प त्यहीँ छ हाम्रो। यो के होला कमेन्ट गरौँला। यो चाहिँ चिया हो है गाइस, फेरि के नसोच्नु अरू नसोच्नुला। सिधै हामी अब बेस क्याम्पतिर जानेछौँ। त्योभन्दा सुरुमा हामी चाहिँ कालीढुङ्गा ताल भन्ने ठाउँमा जान्छौँ। अनि त्यहाँ जानु लागि त लास्टै खडम बाटो छ अरे। अनि यतासम्म आउँछ अरे पानी हेर्नु गाइस। अब त्यस्तो चुनौती छ। अब त्यही त हो गाइस है। तल होमस्टेदेखि हाम्रो दुईवटा ग्रुप भएको छ भने एउटा ग्रुप अगाडि गइसकेको छ, एउटा ग्रुप पछाडिदेखि आउनु छ। अनि यहाँदेखि ग्रुप बनाएर जानुपर्ने हुन्छ है। अनि यहाँ देख्न सक्नुहुन्छ गाइस है, वाउ हिमाल। जाडो यति धेरै हुन्छ कि मुसा जाडोले पुरै फ्रिज भइसकेको छ है। फेरि पुरै साह्रो भइसकेको छ यस्तो जाडो हुन्छ गाइस। टपमै पर्छ रे तपाईको के रे कम्मरसम्म चाहिँ पानी आउँछ रे के पर्नै पर्छ लुगा फुकालेर। यहाँबाट जाने कि माथिबाट चाहिँ फेर धेरै लामो पर्छ रे गाइस। देख्न सक्नुहुन्छ है त्यो हिमालको पछाडि कत्रा साइनिङ दिइरहा। पछाडिदेखि पुरै घाम उजिरह नि त बवाल। त्यहाँ जानु त अब म आउँदैछु, आई एम कमिङ। हामी जाँदैछौँ अब। यो खोला पुरै तर्नुपर्छ। अनि उता देख्न सक्नुहुन्छ त्यहाँ हिउँ पनि छ है। अब फर्स्ट टाइम हिउँ छुने भएँ मैले। र माथि माथि पुरै हिउँ छ। वाह वाह हिउँ। पुरै सेटअप बनाएर छ है, हेर्नुहोस् गाइस। यही हो हिउँमा गाइस है। हिउँ फर्स्ट टाइम छ है मैले। फर्स्ट टाइम मैले हिउँमा छोएँ। खुसी हिउँमा खान्छु है परे। मजा है, मजा आएको छ। ओ स्लोली स्लोली है, स्लोली स्लोली हिउँ पनि देख्न पाइयो। लेट्स गो। त्योभन्दा खतरा माथि छ फेरि है, अक्सिजन कम भइसक्यो। साथीहरू हेर्न सक्नुहुन्छ पुरा जम्या है, पुरा जम्या हिउँले यस्तो जम्या छ कि। हेर्ने पात हेर्नुहोस्, यो पातले कचुङ कचुङ गरेर हुन्न। र साथीहरू हामी अब कालीढुङ्गा ताल पुग्दैछौँ मतलब अझै 2 घन्टा त लाग्छ होला सायद है। यो देख्नु भएको छ तपाईँले, यसको उतापट्टि रहेछ, यो पहाडको उतापट्टि रहेछ। खतरा छ है, हिउँ नै हिउँ बवाल। यस्तो मजा आउनेछ आज है। यो भ्लग हजुरलाई एडभेन्चर पनि हुनेछ, प्लस मजा पनि आउनेछ। त्यही त गाइस है, हेर्नु होला, माया देखाइदिनु होला। अब देख्न सक्नुहुन्छ हिउँहरू है। यस्तो मजा आउँछ। बोरा लिएर हिँडिरहेको छु। किन होला बोरा लगाएर भनेपछि उता देख्नु भए त्यहाँ बसेर चिल्ड्रेन खेल्नलाई तल आएर बस्छु, सर तलाउँछु गाइस। सानोमा खेलाएको थिएँ हेर्नु गाइस है, सानो हुने बेला। त्यो दिनदेखि छैन खेल्या। अब हामी जस्तोले खेल्ने भने यस्तोमा हो है। त्यही हो गाइस। ल अन्त भ्यू भने है गाइस, जस्ट भ्यू वाह गाइस। अहिले चाहिँ हामी कहाँ छौँ होला देख्न सक्नुहुन्छ है। यो पुरै म्याप, यो नेपाल भयो, ठ्याक्कै यहाँ इन्डिया, चाइना, जुम गर्नु त यो अलि कला देख्न सक्नुहुन्छ गाइस है। यहाँ छौँ हामीहरू यहाँ। ल गाइस है, हामी जति माथि जाँदैछौँ त्यति मेरो सास फेर्ने अवस्था अलि नाजुक हुँदैछ है गाइस। अझै 2 घन्टा लाग्छ अरे।
हाम्रो रङ इन्फर्मेसन पाएको छ कति घन्टा उकालो ओह्रालो छ के रहेछ यो सिङ रहेछ है गाइस च्याङ्ग्राको सिङ देखि सक्नुहुन्छ बिहाल भइसकेको छ सिङ ताल यार यो त टाल पनि रहेछ है सानो नोन जस्तो म तल बाटो रहेछ म त माथि जान लाग्यो लास्टै पहिला यस्तो हेर्नुपर्छ है पहिला ठुलो छ किन भनेर अनि बल्लमा जानुपर्छ र फुटौँ वाउ खुट्टा चिसो भयो के छैन ए जम हान्न सकिन्छ खबरै खस्यो अब हामी ठ्याक्क पुग्न लाग्यौँ कालेढुङ्गा ताल अब थोरै नजिकै छ है 10 मिनटको बाटो हिँड्नै पर्नुहुन्छ हामीलाई हिउँमा यस्तै टप 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 गाइज 2-3 दिन हिँडेर हामी यो जब यो ताल हेर्न आएको यो चाहिँ स्क्याम भइदिएर यार यो ट्रेकको यो तालमा त मेरो भैँसी नै खेल्दैन त है ताल होइन बेताल हो दाइ योभन्दा अगाडि सर हिँड्नु मजा गरे है गाइज पुरा खतरा टाल छ है निलो छ पुरा के भन्नु लागि स्केटिङ खेल्न मिल्ने रहेछ त्यहाँ है स्केटिङ होइन के भयो गाइज त्यहाँ के भोरी छ है ओ माई गड व्हाट द हेक ताल पुग्यौँ है गाइज फाइनली वाह यही ताल फाइनली पुग्यो त्यो स्लाइडिङ खेल्न सुई यहाँ तल जाने हुन्थ्यो देख्न सक्नुहुन्छ ताल है वाल छ ओए चिप्लियो त भाइ म यहाँ जान्छु गाइस 3 दिन हिँड्यो नि त यताउता गर्दा 3 दिन हिँड्यो 3 दिन हिँड्दाखेरि यस्तो राम्रो ठाउँमा आइयो आइ एम भेरी ह्याप्पी होइन त यस्तो दामी सिन देख्न पाइएको छ मन खतरा भएको छ है देख्न सक्नुहुन्छ भवाल लास्ट रमाइलो लगाइरहेको लास्ट रमाइलो खतरा अन्त लास्ट खुसी छु गाइस है कसम चाहिँ हेर्नु यस्तो कमाउनु छ यार यहाँको त यो सास केही छैन अक्सिजन चाहियो गाइस थाक्यो गाइस अब हामी बेस क्याम्पतिर नै भेटौँला है अब नो फोन्स यहाँ चार्जको कमी छ लास्टै चार्ज चाहिन्छ यहाँ धेरै चिज चाहिन्छ ल चल जाम यो चाहिँ पुरै गिलो छ त गाइस यो त है हेर्नु सक्नुहुन्छ पुरै हल्लिरहेको छ यो पुरै जमिन हल्लिने रहेछ है पुरा जमिन हल्लिरहेको मजाको आनन्द भाइब्स नेचरमा रमाउँदै हामी त्यहाँदेखि पुगिसकेको हामी फाइनली बेस क्याम्प पुगिसकेको छौँ है दाइहरू हुनुहुन्छ दाइ फेटिमेट दाइ के छ गाइज हामी फेरि बेस क्याम्प पुगिसक्यौँ बेस क्याम्प दामी छ है अनि यही हो अब हिमाल भन्ने ल गाइज है ल अब दाइसँग हामी भेटेर अब दाइ चाहिँ जानुहुन्छ अब हामी चाहिँ अहिले बेस क्याम्पमा छौँ उहाँ चाहिँ फेरि कहाँ जानुहुन्छ फेरि आज म आज चाहिँ सिङ्गरभन्दा माथि जान्छु होला ल अनि त्यही त हो गाइज है ल हेर्नुहोस् गाइज पुरै ढुसी आउन लागिसकेको छ यहाँदेखि ल है ल बाई फेरि भेटौँला ल हुन्छ ल हुन्छ नि बाई है ओके बाई पुरा बादलले सिकिसकेको छ उता देख्न सक्नुहुन्छ केही देखिराखेन है अनि म चाहिँ अब नन स्टप हिँड्नुपर्ने हुन्छ गाइज है माथि खुम्बग्यो है टोपी चाहिँ छुटेछ तपाईँको मैले लिइरहेको थिएँ नि भर्खर ल जानु पुगिसकेको छौँ है रेड हाउसमा हाई ब्रो भेज टुरिस्टहरू आएन भनेदेखि है आयौँ हामी कहाँ चौलानी उता माथि गयौँ ताल यतापट्टि माथि गयौँ
बेस क्याम्पमा चाहिँ कालीढुङ्गामा हामी 12 बजियो लास्ट दिन रमाइलो भयो नि त जाँदा होइन त लास्ट रमाइलो गऱ्यौँ हामीले त्यहाँ खुट्टादेखि धुवा निस्किरह है अहिले यहाँ चाहिँ के गिफ्ट दिइरहनु भएको छ है स्पेसल गिफ्ट दिइरहनु भएको छ के गर्नुपर्छ भन्नु होला मलाई यो खोकीको लागि पेट दुखीको लागि हजुर हजुर यो है हजुर यसको नाम गाजरान हो यो चाहिँ हजुर घरमा लगेर आमालाई दिनु हजुर यो पनि त्यही हो सेम यो चाहिँ के भयो यो गानानो भन्ने हुन्छ ए हजुर अनि दाइले चाहिँ है यति धेरै दिनुभयो मलाई अनि यो पदम चाल डोलु भन्ने हुन्छ डोलुले के गर्छ है चियामा हालेर खाने अनि यो पनि चियामा हाल्नुपर्छ कि यो पनि चियामा हाल्ने ए हस् हस् दाइ लास्ट स्पेसल है यहाँको पुरै फेमस ल हुन्छ है थ्याङ्क यू दाइ नमार्नु हस् दाइ हस् ल ह्याप्पी जर्नी है हुन्छ दाइ ल बाई है दाइ ल आफ्नो केयर गर्नु बाटो ल हुन्छ दाइ हुन्छ दाइ है बाई गाइज बाई यस ओके सेफ जर्नी है ल दाइ ल दाइ है बाई हस् दाइ थ्याङ्क यू ल हुन्छ दाइ यहाँदेखि जानुपर्ने हुन्छ अब हामी त्यहाँ गएर सिधै वहाँ माथि भल्ल खोला भन्ने ठाउँमा बसौँ त्यहाँ चाहिँ बिहान यस्तो खतरा भिड आउँछ अब मेरो चार्जर के हुन्छ चार्ज पनि सकिसकेको छ अब त्यही हो गाइज ल ए गाइज दिस इज द डे 5 भ्लग एन्ड हिजो हामी गाइज उता सुत्यौँ त्यो दुइटामा सुत्यौँ लास्ट चाहिँ गाह्रो भयो र भ्यू देख्न सक्नुहुन्छ हिमालको नाम हो यो जेठी भन्ने हिमाल यो हो अनि उता माथिको पौरानी भन्ने हिमाल अनि हिमालको नाम जेठी पौरानी राखेको छन् अनि ठ्याक्कै यहाँ देखिन्छ हामीले अप्पीको हिमाल देख्न सक्छौँ यहाँदेखि है डाइरेक्ट यहाँदेखि अप्पी हिमाल देख्न सक्छौँ अनि यहाँ के हिमाल हो थाहा पाएन यहाँ त हिमाल छ हो गाइज हिमाल छ यहाँ लास्ट जाडो छ अनि एकछिन अनि यस्तो दामी छ है त्यहाँ सुत्न पनि अर्कै हुँदैछ क्या ठाउँ चेन्ज भएपछि त सुत्दै नलाउने अप्पी देखिरहेको छ यहाँदेखि टलक्क टल्किरह अनि चारैतर्फ हिमालय ढाकेको छ र हिजो हामी यहाँ सुतेका थियौँ यस्तो राम्रो लाग्यो है यहाँदेखि यो उकालो चढ्नु नै आफ्नो लागि एउटा चुनौती काम हो कस्तो थियो यहाँको हिजोको बसाइ यहाँबाट चक्क लगाएर राख्ने यहाँ केही चिजहरू सामानहरू राख्ने ठाउँ थियो भनिसकेपछि यहाँदेखि यस्तो सुत्ने ठाउँ थियो यहाँदेखि बल हिमाल देखिन्थ्यो है गाइज हेर्नुहोस् यहाँ ऐना राखेको छ नि त टक्क राखेर हिमाल देखिन्थ्यो यहाँदेखि आनन्द सुत्यो हिजो है यहाँ आनन्द सुत्यो जस फिलिङ एक्साइटेड गुड मजा आयो गाइज तर अब चाहिँ म सिद्धि भन्ने ठाउँमा पुगेछु कति धेरै सिडी छ त्यहीमाथि उकालो उकालो जानु परिरहेछ है त्यही गाइज है यो लट्ठीले गर्दा धेरै सहयोग मिलिरहेको छ यार कसम त्यही भएर ट्रेकिङका सामानहरू सब किन्नु होला जुत्ताले गर्दा पनि धेरै सहयोग मिलिरहेछ फाइनली हामी खायाकोट पुगिसकेछौँ र उता दाइसँग भेट भयो है भेटेको थियौँ हामीले अनि लदा है अब हामी जानुपर्ने हुन्छ फर्किन लाग्छ आज हामी नाली बस्ने प्लान छ है गाइज हजुरलाई गएको देखाउँछु है देख्नुहुन्छ गाइज सिडी त्यहाँ माथि यो डाँडाभन्दा उता डाँडा त्यता जानुपर्ने हुन्छ गाइज तैँले त्यो नदीमा पुर्याइस् भने यो ढुङ्गा ल आजको मेरो तर्फबाट ट्रिट ल ल ल फिक्स हो ल ल कहाँ गयो नदीमै गएको थियो है तर कहाँ तिम्रो घर यहीँ हो अनि कति क्लासमा पढ्छौ कहाँ पढ्छौ 3मा को पढ्छौ भने क्या तिमी 3 पढ्छौ तिमी उहाँ न कहाँ पढ्छौ उता तर उतादेखि आउँछौ तिमी देख्न सक्नुहुन्छ है त्यहाँ क्रिकेट भइरहेछ ठुलो म्याच अब म आउँदैछु त्यहाँ अब हान्छु फट्का चौका सबै दामी ग्राउन्डमा रहेछौ तिमीले त यार होइन ल ल भाइ कङ्ग्रेचुलेसन हौ भाइले आउट पारेको छैन है दामी क्रिकेट खेल्नेछु त ग्राउन्ड देख्न सक्नुहुन्छ यहाँ चारैतर्फ नेटहरू हालेर छ भाइहरूले दामी बनाएको छौँ युवराज जागरी ल है तिमी एम्पायर हो ल फेरि छक्का वाउ दामी बल तिमी के हो ए के लेखिरहेको छु ए मिस रनको टावर गर क्याच रन रन जाऊ छु जाऊ
चोका भयो या ल है हामी यहाँ जरो किरी खेलियो ल भाइ दामी थ्याङ्क यू मेरो मैले ल थ्याङ्क यू ल है तिम्रो पछि गएर ठुलै क्रिकेट बन्छौ आइनो गाइस अजारो केही देखिरहेन यो बाटो बाहेक भइसकेको छ पुरा गाइस देख्न सक्नुहुन्छ है रात परिसकेको छ हामी अझै यो मासुम ठ्याक्क आइला बपी अझै यहाँदेखि यो डाँडाभन्दा उता डाँडा पुग्नु छ अझै हामीलाई यहाँ त पुरै सिकिस्त पर्नु सक्यो खुट्टा पुरै सक्यो मोबाइलको लाइटले हामी उजा पाल्दै अगाडि हिँडिरहेछौँ लास्टै रात परिसकेको छ फाइनली पुग्यो हाम्रो आजको होमस्टेमा तलको गाउँको बजार यस्तो देखिरहेछ र माथि तारा त बवाल देखिरहेछ है मोबाइल नदेख्यो भने फाइनली पुग्यो है हामी भर्खर पुग्यौँ जस्तो राम्रो भयो यात्रा नेपाल भर्सेस ओमानको म्याच चलिरहेको रहेछ त्यसको लागि सिम तयारी गर्दैछ भाइ हेर्ने कसरी भनेर नो ल गाइस आज हामी सुत्नेछौँ है ब्ल्याङ्केटहरू छ अनि 2टा रुम छ यता उता अनि त्यही त हो गाइस है ल हेलो गाइस गुड मर्निङ एन्ड वेलकम टु माई न्यू ब्लग एन्ड दिस इज द डे 6 होमस्टेमा बसेको थियौँ नाली भन्ने ठाउँमा र देख्न सक्नुहुन्छ यहाँदेखि भ्यू दामी देखिरहेछ घरहरू टक्क लाएर यो गाउँको नाम घुसा भन्ने गाउँ यही हो यो पुरै यहाँदेखि छ यहाँदेखि आएको यतापट्टिको डाँडाभन्दा उता पुरै घुसा नै हो अनि दाइ चाहिँ रेडी हुनुभएको छ हजुर देखाउँछु हिजो हामी यहाँ सुत्यौँ यहाँ मलाई एकदम निन्द्रा लाग्यो मजाको निन्द्रा थियो हिजो यहाँ सुत्यौँ है आनन्द लाग्यो अब गाइस हामी यहाँदेखि हिँड्नुपर्ने हुन्छ र अब नास्ता खाएर यहाँदेखि सिधै ल है हजुर टिका लाउनु पर्ने हुन्छ चलाउनु रहेछ भन्नु पर्यो टिका लगाइदिनु गाइस हामीले गाजा देखिसकेका छौँ है यो गाजा साइन्टिफिक नेम के हो थाहा छ क्यानाबिस सेटिवा यो चाहिँ है मेडिसिनको पनि युज हुन्छ अब त्यही हो गाइस है यस्तो धेरै इन्टेक चाहिँ गर्नुहुन्न अलिअलि इन्टेक गर्दा चाहिँ के हुन मेडिसिन हो रेसु एक्लै जाँदैछु अब यहाँदेखि उहाँहरू चाहिँ अब ढिलो गर्नुभयो एक्लै जानुपर्ने हुन्छ अब है यहाँदेखि 2-3 घन्टा नन स्टप हिँडेर उहाँ मकरी घाट पुगेर अनि त्यहाँको बिलसिल गरेर बाइकमा सिधै हिँड्नुपर्ने हुन्छ मैले अनि साँझको 6-7 बजे पुग्छु होला म उहाँ घर चाहिँ पैतडी भन्ने ठाउँमा बस्नुपर्ने हुन्छ मैले जाने बेला कति मजा आएको थियो यार फर्किने बेला त यार बाटोले मेरो तारा देखाइदिइसक्यो यार यो डाँडा पनि उता डाँडा यो क्रस हान्ने उता अझै 2 घन्टा लाग्छ गाइस हामी देख्न सक्नुहुन्छ है उता टुप्पो देखाएको छ नि त्यो टुप्पो भन्दा नि उता देखियो कि यो डाँडा भने त यिनीहरूको डाँडा यो देखाएको छ हिमाल यो भएको हिमाल भने यिनीहरूको हिमाल हो योभन्दा नि उतापट्टिको हिमालमा गएर हो क्या कति डाँडाहरू क्रस गऱ्यो होला यु वन्ट बिलिभ इट पुगिसकेको छौँ है उता राखेको छु बाइक है अलि भेडाउरा राखन् अझै छ त्यहाँ पुग्न बाँकी त्यहाँदेखि त्यहाँ पुग्न 20-30 मिनट लाग्छ क्या नजिक देखिरह होला क्यामेरामा त्यही नै गाइस है यहीँ के होला फाइनली यो होटलमा बसेको थिएँ म सुत्न आउने बेला बाइक पनि पार्क थियो पाएको बाइक वाह